त्यो आइक्यूको बुजाहरू छ नि त्यहाँ ए अघिको नखु माछाले चारो ल्याएपछि खाजु हुँदो रहेछ नि त्यो बडा अघिसम्म थिएन उनीहरू सातै खान्छ कि तल पारेर दियो मसौरा पनि झन् छिटो आउँछ होइन यिनीहरूले यो बम्बुलोहरू आएर जाने पनि पो गर्नु पर्यो त निन्द्राले मान्छे 15 सेकेन्ड त गर्नु पर्यो नि त लु भा के को 15 सेकेन्ड
प्रज्ञा कार्य हुन्छ को चाहिँ पूजा आयोजना गरी पुण्यको कार्य गर्न पाउँदा म धेरै धेरै आभारी छु र यसमा सहभागी भएका सम्पूर्ण लामा गुरुहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। साथै यसमा हामीलाई ठाउँको उपलब्ध र धेरैभन्दा धेरै सहयोग गर्नुहुने हाम्रो यस गुम्बाका प्रमुख लामा श्रद्धेय धर्मगुरु प्रेमा लामाज्यूलाई र उहाँको सम्पूर्ण परिवारलाई धन्यवाद दिन चाहन्छु। साथै गुम्बा परिवार र अशोक गुम्बा इष्टका परिवारलाई पनि म 10 जम्ला जति जोडी धेरै धेरै धन्यवाद दिन चाहन्छु। यस पुण्य कार्यको निमित्त यसमा आर्थिक सहयोग गरी धेरै टाढादेखि आउनुभएका हाम्रा आदरणीय हेमलाल लामाज्यूको परिवार यहाँ चाहिँ एउटा होम पूजाको आयोजना गर्नको निमित्त उहाँ नेपालमा पाल्नु भएको थियो। त्यही सिलसिलामा संयोगवश मसँग सम्पर्क भएर यसरी होम पूजा जस्तो महत्त्वपूर्ण पुण्य कार्य पूजा कार्यक्रम यहाँ चलाउन सहयोग गर्नुभएकोमा उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र फेरि पनि हामी यसरी सहयोगी हातहरूलाई आगामी वर्षहरूमा आगामी समयहरूमा यसरी नै निरन्तरता आउनेछ भन्ने म आशा राख्दछु र यहाँको सम्पूर्ण लामाहरू र यस ललितपुर महानगरपालिका लगनखेल स्थित रहेको अशोक स्टोपा परिवार लगायत सम्पूर्ण परिवारको तर्फबाट आदरणीय हेमलाल पाठीज्यू र उहाँको परिवार लगायत अमेरिका इरीमा रहनुहुने सम्पूर्ण नेपाली जन र बौद्ध धर्मप्रति आस्था राख्नुहुने सम्पूर्णमा धेरै धेरै धन्यवाद दिँदै पुनः अर्कोचोटि पनि यसरी आर्थिक सहयोग गर्नुको साथसाथै उहाँहरू प्रत्यक्ष अथवा अप्रत्यक्ष रूपमा उपस्थित भएर पनि हामीलाई यसरी कार्यक्रम आयोजना गरी उहाँहरूको लगायत हामीलाई पनि धार्मिक पुण्य गर्ने मौका प्रदान गर्नुहुनेछ भन्ने आशा राख्न चाहन्छु। यसै गरी सम्पूर्ण उपस्थित भएका लामाहरू लामा गुरुहरूसँग मेरो प्रत्यक्ष चिन्जान नभएको कारणले गर्दाखेरि मैले यहाँ उम्जु गर्दै आउनुभएका आदरणीय लामा गुरु छेवाङ लामाज्यूलाई मैले अनुरोध गरेको थिएँ किनभने अब मैले प्रत्यक्ष रूपमा भेटघाट भए पनि चिन्जान नभएको कारणले उहाँहरूलाई मैले नचिन्ने र उहाँहरूले पनि मलाई नचिन्नु भएको यसरी परिचय कार्यक्रम अगाडि बढ्दै गयो भने आगामी दिनमा एक आपसमा हरेक सुख दुःखमा सहयोग गर्दै गर्दै सहयोगी हातहरूलाई अँगाल्दै अगाडि बढाउन सकिन्छ भन्ने आशा राख्दै म चाहिँ यहाँबाट बिदा हुन चाहन्छु र आवश्यकता पऱ्यो भने एकछिन फेरि
लास्टमा केही आफ्नो विचारहरू राख्नेछु। यसै क्रममा आफ्नो सानो केही गुनासो केही आफ्नो मनको कुराहरूलाई मनको भावहरूलाई यहाँ कुञ्जसमको अगाडि र लामा गुरुहरूको अगाडि उपस्थित भएर आफ्नो केही 2 शब्द कार्यक्रमको बारेमा हाम्रो जस्तै अब प्रज्ञा पारमित्र भूम पूजा कार्यक्रमको आज अन्तिम दिन र समापनको दिन पनि हो। त्यसैले आफूलाई यो कार्यक्रम यो पूजा कार्यक्रम कस्तो लाग्यो, राम्रो नराम्रो केही कमी कमजोरीहरू छ भने हामी संयोजकको तर्फबाट पनि धेरै धेरै माफी माग्न चाहन्छौँ। साथै सम्पूर्ण लामा गुरुहरू र गुम्बा परिवारको तर्फबाट पनि माफी माग्न चाहन्छु र केही गल्ती भएको छ भने त्यसलाई सुधार गर्दै हामी अगाडि बढ्नेछौँ र यसरी सहयोगी हातहरू चाहिँ आगामी दिनहरूमा पुनः निरन्तर पाउनेछ भन्ने आशा राख्दै उहाँलाई म यो माइक्रोफोन हस्तान्तरण गर्न चाहन्छु। धन्यवाद। तर म बाहिर बसेकोलाई 11 वर्ष भयो। मैले पहिला पनि जुन धेरै नै पढाएर आएको नेपालमा पनि, अनि यहाँ यता सुनसुरीमा पनि पढाएको हो। अनि यसपालि चाहिँ म यहाँ आउनुको कारण चाहिँ थोरै मेरो भाग्यले हो कि केले हो, साथ दिएन मलाई उहाँको लामाहरूले, अनि त्यो भएर यहाँ आएको। अनि तर मलाई एकदमै खुसी लाग्यो। मैले सोचेको जस्तो यस्तो थिएन। मैले सोचेको भन्दा पनि बढी राम्रो लाग्यो। तर कमी चाहिँ मलाई महसुस म आफैलाई क्या, किनकि मैले बिचरा लामाहरूलाई घाममा हिँडायो होइन, यति एक साग खानुलाई होइन, राम्रोसँगले मैले व्यस्त गर्नु सकेन। नेक्स्ट इयर चाहिँ म होप गर्छु, स्योर प्रमिस गर्छु तपाईँहरूलाई, म यस्तो दुःख दिन्न, राम्रोसँगले एकदम गर्ने। मैले सोचे भन्दा पनि बढी लामा होस्, लाइक 100 जना होस्, 2 दिन 3 दिन पढोस्, तर मलाई मतलब छैन। त्यहाँ राम्रो व्यवस्था पनि होस्, म बरु पैसा तिर्नु तयार छु। यहाँ चाहिँ अब क्यान्टिनले मलाई धोका दियो, त्यो भएर चाहिँ अलिकति चित्त चाहिँ दुख्यो मलाई होइन। हजुरहरूलाई धेरै धेरै धन्यवाद छ। जस्तो भयो नि फुल गर्नुभयो हजुरहरूले, मेरो मनको भाव बुझ्नुभयो, दुःख परेको बेला साथ दिनुभयो। म दुःखमा आएको थिएँ यहाँ, धेरै खुसी लागेको छ। अरू त केही भन्नु जान्दिनँ म होइन, खुसी चाहिँ धेरै लागेको छ मलाई। हजुरहरूलाई फेरि म नेक्स्ट टाइममा चाहिँ मलाई पनि नगुमोस् हजुरहरू होइन, मलाई पनि नगुमाउनुहोस् र हजुरहरूले पनि मलाई चिन्नुहोस् र म पनि हजुरहरूलाई राम्रो चिन्छु। कुनै स्वार्थ नहोस्, निस्वार्थ भावले मलाई पनि यसरी नै सहयोग गरिदिनुहोस्। अब मैले पनि सहयोग गर्छु कुनै बेला। हजुरहरूलाई चाहियो भने कुनै गुम्बामा के राख्नु पऱ्यो के गर्यो भने मलाई सम्पर्क गर्नुहोस्। म जहिले अघि छु, जहिले अघि सोध्नुहोस्। जुनैलाई पनि हेमलाल लामा भनेपछि अब मेरो नाम चाहिँ त्यति छैन, मेरो छोरीको नाम धेर छ। मैले जुन भेटी चढाएको छ नि त्यहाँ चाहिँ अब उहाँ गुरु बित्नु हुँदा पनि मैले सुने होइन, नामका त्योबाट मैले पठाएको भेटी थोरै खुसी लाग्छ क्या मलाई। यही भन्दै धेरै धेरै धन्यवाद हजुरहरूलाई। अब आजको कार्यक्रममा भूम पूजाको पाठ चाहिँ अब लगभग चाहिँ पूजापाठ गरेर चाहिँ बिदाबादी गर्ने मात्रै बाँकी भएको कारणले चाहिँ अब दिदी त्यो फुलहरू चाहिँ अब तपाईँहरूले स्टेज